कसैको निन्दाबाट डराएर आफ्नो लक्ष्य नछोड्नुहोस्। जुन दिन तपाईले आफ्नो लक्ष्य भेट्नुहुन्छ त्यही दिन निन्दा गर्नेहरूले पनि तपाईको तारिफ गर्न थाल्नेछन्। सुरुमा तपाईलाई भने कसैको निन्दाबाट डराएर कदापि आफ्नो लक्ष्यलाई छाड्दै नछाड्नुहोस्। एउटा कुरा याद गर्नुहोस्, जुन दिन तपाईले आफ्नो लक्ष्य भेट्नुहुन्छ, जुन दिन तपाईले आफ्नो सपनालाई पूरा गर्नुहुन्छ, त्यही दिनदेखि जसले तपाईलाई अगाडि विरोध गरेका थिए, जसले तपाईको निन्दा गरेका थिए, जसले तपाईलाई अपमान गरेका थिए, जसले तपाईको जीवनमा घात हुने काम पटक पटक गरिरहेका थिए, तिनै व्यक्तिहरू तपाईसँग नजिक हुनलाई आतुर हुन्छन्। एउटा नेपालीमा भनाइ छ, मैले धेरै भिडियोमा भनेको छु, यो संसार, यो समाज, यो वरिपरिका सबै मानिसहरूले बलेको आगो ताप्ने हो। जता रमाइलो छ, जता मानिसहरूले प्रगति गरेका छन्, जता व्यक्तिको चर्चा छ, जता सबैको हाई हाई छ, त्यतै मानिसहरूको भेड जम्मा हुने गर्दछ। तो भेड जम्मा गर्नु छ तपाईलाई, सबैको हाई हाई बन्नु छ तपाईलाई, जीवनमा सबैको मुखार बिन्दुबाट तपाईको नाम उच्चारण होस् भन्ने चाहनुहुन्छ भने जीवनमा तपाईले आफ्नो लक्ष्यलाई कहिले पनि नछाड्नुहोस्। जस्तोसुकै कठिन परिस्थिति आओस्, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आओस्, तपाईले काम गर्दै गर्ने क्रममा मैले धेरै पटक भनेको छु, यो जबसम्म तपाईले आफूले आफ्नो कर्मको रिजल्ट देखाउन सक्नुहुन्न, कर्मको प्रतिफल देखाउन सक्नुहुन्न, तब मान्छेले विश्वास नगर्न पनि सक्छ। जबसम्म तपाईले केही गरेर देखाउन सक्नुहुन्न, तबसम्म तपाईलाई मान्छेले नमान्न सक्छ। त्यो स्वाभाविक कुरा हो। यदि तपाईँ सबै मान्छेले मलाई मानोस् भनेर तपाईले ठान्नु भएको छ, चाहनु भएको छ भने तपाईले आफ्नो लक्ष्यलाई यसरी लिएर हिँड्नु पर्यो कि जस्तोसुकै कठिन परिस्थिति आओस्, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आओस्, तपाईले आफ्नो लक्ष्यलाई छाड्नु भएन। हेर्नुहोस्, यो समाजमा तपाईले काम गर्दै जाने क्रममा विरोध भइराख्छ। एक थरी मानिस यस्तो हुन्छ कि जो विरोध गर्नकै लागि यो संसारमा जन्म लिएका छन्, उनीहरूले जसले जे गरे पनि त्यसमा चाहिँ विरोध गरिहाल्छन्। यो भएन, त्यो भएन, यसो गर्दै भए हुन्थ्यो, उसो गर्दै भए हुन्थ्यो। तर स्वयं ती व्यक्तिहरूले फेरि जीवनमा कहिले पनि केही गर्नको लागि अग्रसर भएको देखिन्न। उनीहरूको काम भनेको के भने खालि अरूको विरोध गर्ने, अरूको निन्दा गर्ने, अरूले गरेको यो भएन, त्यो भएन, यसो भएन, यसो गरे भए हुन्थ्यो, उसो गरे भए हुन्थ्यो भन्ने खालको भावनाहरू चाहिँ उनीहरूबाट आइरहेको हुन्छ। तर साँच्चै यो गर्नुपर्छ भनेर एउटा निश्चित कुरा चाहिँ उनीहरूबाट कहिले पनि आउँदैन। ला, मैले यो काम गरिराखेको छु, उसले मलाई नराम्रो भन्यो, उसले मलाई विरोध गर्यो, उसले मलाई निन्दा गर्यो, उसले मलाई अपमान गर्यो, अब म यो त कामै गर्दिनँ, म यो काम गर्नै सक्दिनँ। यत्रो गाली गरिरहेछ मान्छेले, म काम गर्न सक्छु? यत्रो मलाई निन्दा गरिराखेको छ, यत्रो अपमान गरिराखेको छ, मेरो बारेमा यति नराम्रो कुरा गरिराखेको छ मान्छेहरूले, अब म कसरी काम गर्नु? हे भगवान्, कसरी काम गरौँ? म कसरी काम गरौँ? यत्रो विरोधको बिचमा, यत्रो निन्दाको बिचमा मैले कसरी काम गरौँ हे प्रभु भनेर मानिसहरूले काम गर्दा गर्दै अपूर्वमै छोडेर हिँडेका उदाहरणहरू पनि तपाईँ हामीले वरिपरि प्रशस्तै मात्रामा देखिरहेका छौँ आदरणीयमान। जहाँ विरोध हुँदैन त्यहाँ तपाईको पछाडि चर्चा हुँदैन। हेर्नुहोस्, जब तपाईले विरोधलाई सहन सक्नुहुन्छ, कसैको आलोचनालाई सहन सक्नुहुन्छ, समाजमा केही व्यक्तिहरू चाहिँ यस्ता हुन्छन् कि कसैको प्रशंसा चाहिँ बडो सहन सक्ने, तिमी कति राम्रो, कति राम्री, कस्तो राम्रो काम गरे भने ओहो फलाना जस्तो त। कसैले एउटा सानो तिमीले गरे चाहिँ यो चाहिँ भएन भन्यो भने उसको टाउको अब जल्न थाल्यो, टाउको फुट्ला जस्तो भयो। किनभने अरूको विरोध, अरूको आलोचना सहनै नसक्ने जुन व्यक्तिले संसारमा यो धरतीमा जन्म लिसके पछाडि जो व्यक्तिमा आलोचना सहन सक्ने क्षमता हुँदैन, जो व्यक्तिमा आलोचना सहन सक्ने खुबी हुँदैन, त्यो व्यक्तिले जीवनमा कहिले पनि केही गर्न सक्दैन। हेर्नुहोस्, काम गर्दै जाने क्रममा प्रशंसा पनि तपाईले पाउनुहुन्छ र आलोचना पनि त्यतिकै तपाईले खेप्नु पर्ने हुनसक्छ। प्रशंसा र आलोचनाको बीचमा तपाईले जीवनमा केही गर्न सक्नुहुन्छ भने अनि मात्र तपाईलाई मान्न सकिन्छ। प्रशंसा गर्यो सबै आफ्नो, आलोचना गर्यो भने चाहिँ त्यो व्यक्ति शत्रु भन्न मिलेन नि। सबैलाई सबैको विचार राम्रो नलाग्न सक्छ।
मेरो विचार तपाईँलाई नराम्रो लाग्न सक्छ, तपाईँको विचार मलाई नराम्रो लाग्न सक्छ, अर्कोको विचार अर्कोलाई नराम्रो लाग्न सक्छ। यो स्वाभाविक प्रक्रिया हो भनेर बुझ्नुपर्छ। र म तपाईँलाई आजको भिडियोमा यही सन्देश दिन के चाहन्छु भने जीवनमा कसैले तपाईँलाई निन्दा गर्यो, तपाईँको कर्मलाई लिएर कसैले तपाईँको विरोध गरिराखेको छ